नमस्ते साथीहरू है म चाहिँ अहिले घरि तपाईको एलडी बहादुर गाउँ थर्बु एलडी भन्छ है यहाँ चाहिँ तपाईको घर देखिरहनु भएको छ। यो चाहिँ हाम्रो प्रचलित दाजु पन्ना दाजु हुनुहुन्छ। नमस्कार दाजु। हुन त म अब यो भ्लग चाहिँ बनाउने होइन, आज बनाउँथिनँ है। आज घुम्दै आउँदाखेरि यहाँ दाजुको घरमा आइपुगेको थिएँ र उहाँकोमा चाहिँ यो सकुलेन्टहरू पनि एकदम राम्रो राम्रो छ। उहाँको फुलहरू खेतीबारीमा पनि उहाँ इन्ट्रेस्टेड हुनुहुन्छ। साथसाथै दाजु चाहिँ अब विभिन्न प्रकारको रोगको दबाई पानी गर्नुहुन्छ दाजुले है। र तपाईँहरूलाई पनि कतिवटा काम लाग्ने विषयहरू भएकोले गर्दाखेरि चाहिँ यो सानो भिडियो बनाइदिँदैछु है। कृपया हेरेर लाइक कमेन्ट अनि तपाईँहरूलाई जरुरी परेको खण्डमा यहाँ दाजुसँग सम्पर्क गर्न सक्नुहुनेछ। र दाजुलाई फेरि पनि नमस्ते है। दाजु यो दाजु यो चाहिँ के भन्छ यसलाई? यो चाहिँ तपाईँको धतुरो भन्छ। हजुर हजुर। कतिले कालो धतुरो सेतो धतुरो पनि भन्छ कि। हजुर हजुर। यो चाहिँ अब कालो धतुरो नै भन्ने, उनीहरू कालो नै अब बिहाहरू छ। हजुर हजुर। धतुरो हो यो चाहिँ तपाईँको उहिले यो लामाहरूले पनि चलाउँछ। हजुर हजुर। अलिक जान्ने लामाहरूले पनि चलाउँछ। हजुर हजुर। अनि यसको तपाईँको यो बौला कुकुर पनि जाति हुन्छ भन्छ। हजुर हजुर। यसको तपाईँको यो 7 दाना। हजुर हजुर हजुर। 7वटा दाना चाहिँ तपाईँको अलिकति खानामा लगाइदिनु बौला कुकुर बिक्रीको हुन्छ, उसले त्यो पनि जाति हुन्छ भन्ने एउटा भनाइ छ। हजुर हजुर हजुर। राम्रै छ। मैले अनुभव गर्दा चाहिँ तपाईँको यो के छ भने तपाईँको यो चाहिँ मैले नै अनुभव गरेको कुरा हो। हजुर। यो चाहिँ तपाईँको कान पाकेको चाहिँ अब 1 नम्बर दबाई नै म चाहिँ ठानेको छु। हजुर हजुर। धेरैजनाले कान पाकेको चाहिँ जाति चाहिँ भयो। हजुर हजुर। मेरोबाट चाहिँ त्यो छ, हजुर मैले जानेको छु। हजुर हजुर। ठिकै छ है, नयाँ कुरा तपाईँबाट जान्नु पाएँ। यो चाहिँ हो यो तपाईँको कालो धतुरो है त? कालो धतुरो। र यो कालो धतुरोको विषयमा हाम्रो दाजुले तपाईँलाई वृत्तान्त रूपमा बताइदिनु भयो र हजुर अझै पनि अलिकति म वृत्तान्त रूपमा बताइदिन्छु। हजुर यसको चाहिँ तपाईँको यो खोस्टा अलिकति, हजुर हजुर। यो खोस्टा अब अलिकति हजुर र तपाईँको 2-3वटा दाना। हजुर। यसलाई चाहिँ तपाईँको मजाले तोरीको तेलमा चाहिँ खार्नुपर्छ। हजुर हजुर। तोरीको तेलमा खारिसकेपछि त्यो तेल चाहिँ तपाईँको चाल्यो, हजुर। त्यो तेलै हो तपाईँको। ओ हजुर हजुर। त्यो तेल चाहिँ कान पाकेकोमा लगाइदियो भने चाहिँ एकदमै चटाइ नै हुन्छ तपाईँको। हजुर ठिकै छ है। र हाम्रो दाजुले यो बाहेक अरू पनि दबाई पानीहरू गर्नुहुन्छ र उहाँले के गर्नुहुन्छ है, हल्का अब तपाईँले बताइदिनुहोस् न के को दबाई चाहिँ तपाईँले गर्नुहुन्छ है। र तपाईँहरू जतिलाई पनि यसो आवश्यकता छ भने दाजुको फोन नम्बर पनि म यो भिडियोमा हालिदिन्छु है, तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। र दाजु अन्य चाहिँ तपाईँ के बिमारीको चाहिँ दबाई गर्नुहुँदैछ? अन्य चाहिँ तपाईँको सबैभन्दा ठुलो र मैले अब मैला मन परेको दबाई चाहिँ तपाईँको हजुर यो घुँडा दुख्ने, कम्बर दुख्ने, कुम दुख्ने, यहाँ यस्तो कुइना दुख्ने, यो तपाईँको जोड्ती दुख्ने। हजुर हजुर। अनि यो अम्लाहरू पनि दुख्ने। हजुर गाउट जस्तो है। हजुर कतिजनाको यो अगाडि पनि दुख्छ तपाईँको। हजुर हजुर। यस्तोतिर पनि दुख्छ है। हजुर। यसको तपाईँको यहाँ तल जोड्ती हुँदो रहेछ एउटा अम्लाको, हजुर। त्यस्तोमा पनि मान्छेको दुखेको हुन्छ। हजुर। यस्तोमा पनि दुखेको हुन्छ। त्यो दुख्ने जति तपाईँको कम्बरसम्म, ढाँड साँड, खुट्टाको पैतालादेखि लिएर हजुर हजुर। यो घुँडाको पछाडिपट्टि पनि दुख्छ, यस्तोमा पनि दुख्छ। हजुर हजुर। हेर्नुहोस् हजुर। त्यो सबै नै तपाईँको यो चाहिँ अब एउटा चाहिँ यो चाहिँ मैले जानेको चाहिँ एकदमै 1 नम्बर हजुर दबाई हो। हजुर हजुर। अनि यो दबाईको नाम चाहिँ तपाईँको चितु हो। हजुर हजुर। अनि यो चितुको बोट पनि मैले रोपेको छु। हजुर। यसले सेतो फुल्छ। हजुर। अनि यसको सानो सानो लहरहरू तपाईँको यति लामो लामो झन्डै अब 2 फुट 3 फुटसम्मको त्यो सानो लहरा जान्छ जरा। हजुर। त्यो जराको चाहिँ तपाईँको जरालाई निकाल्योहरू चाहिँ त्यसलाई चाहिँ मजाले धुइधाइ गरिवरी मजाले सिलौटोमा तपाईँको त्यसलाई चाहिँ लेप बनायो चाहिँ अलिकति लगाउनुपर्छ तपाईँको दुखेको जग्गा छामिवरी। हजुर हजुर। दुखेको जग्गामा तपाईँको छाम्दाखेरि चाहिँ अब यसरी यो घुँडा दुख्छ, हजुर। यसरी घुँडाको त्यो पाङ्ग्राको वरिपरि, हजुर हजुर। अनि तल तपाईँको गेडीको वरिपरि, हजुर हजुर। गेडीको चाहिँ वरिपरि छाम्दिनुपर्छ त्यो खोल्चा खाल्चीमा। त्यहाँ उनीहरूको दुख्ने जग्गा हुन्छ। अनि त्यहाँ तपाईँको एक खुराक चाहिँ तपाईँको 1 नङ मात्र हुन्छ है। फेरि हजुर हजुर। दबाईको एक खुराक चाहिँ खालि हजुर। हाम्रो यो बुढो अम्लाको नङ जति 1 नङ मात्रै दबाईको एक खुराक। हजुर हजुर। अनि पत्ला तपाईँको लगाउनुपर्छ। अनि पत्ला चाहिँ किन भनेदेखि चाहिँ तपाईँको त्यो दबाईले चाहिँ तपाईँको मासुै जलाइदिन्छ। हजुर हजुर। अनि पत्ला लगाइदियो भने चाहिँ तपाईँको त्यसले कम्ती मात्रै चल्छ अनि सहनु पनि सक्छ। त्यो दबाई चाहिँ तपाईँको मोटो लगाइदिइसकेपछि चाहिँ त्यसले अब सहनै नसक्ने पोल्छ। अनि म कम्ती लगाइदिन्छु स्केलमा। अनि त्यो बेसी लामो राख्नु पनि हुँदैन, झन् अब 6 घन्टा 7 घन्टा राख्दाखेरि हुन्छ, त्यतिमा त्यसले काम गरिसकिहाल्छ। अनि त्यसले चाहिँ तपाईँको पोल्छ। अनि पोलेको अब अलिअलि पोलेको चाहिँ सहनुपर्छ। हजुर। त्यहाँदेखि तपाईँको 6-7 घन्टा लगाएर
जस्तै अब 12 घन्टै भनिदिउँ न बेलुका लगाउने भयो सुत्ने बेलामा हजुर हजुर त्यसलाई चाहिँ तपाईँको बिहान खोलिदिइहाल्नुपर्छ। हजुर हजुर त्यो बिहान खोलेर तपाईँको खोल्ने बित्तिकै तपाईँको त्यो दबाईले भेटेको जति चाहिँ अब कालो बसेको हुन्छ हजुर त्यो जलेको त्यहाँ चाहिँ तपाईँको त्यो जलेको चाहिँ अब घाउ भाउ जस्तो पोलेको छ नि त हजुर हजुर त्यसलाई चाहिँ तपाईँको म चाहिँ तपाईँको बोरोप्लस लगाउने बानी गरेको छु। हजुर अनि बोरोप्लस तपाईँको त्यहाँ कन्टिन्यू 3-4 दिन लगाउँदाखेरि चाहिँ त्यो पोलेको पनि जाती हुन्छ। यसरी तपाईँको दुखेको बिस्तारै आफै नै बिसेक भएर जाइहाल्छ। त्यो चाहिँ तपाईँको गाउट साउट दुख्ने ओर्ने सबै जग्गाको है सबै जग्गाको ठिकै छ ठिकै छ हुन्छ दाजुकोबाट आज एकदमै राम्रो ज्ञान पाइयो है हजुर र अब यस्तो हातखुट्टा दुख्ने बिमारीहरू थुप्रै छ अहिलेघरि त अब यो 40 काटेपछि त प्रायः हातखुट्टा दुख्यो भन्नेहरू मात्रै सुनिन्छ है हजुर र यसले गर्दाखेरि अब तपाईँहरूलाई जति पनि जसलाई आवश्यकता छ यहाँ हाम्रो दाजुसँग सम्पर्क गर्न सक्नुहुनेछ र दाजुलाई धेरै धेरै धन्यवाद दिँदै म यहाँको भिडियो आज यहीँ समाप्त गर्दछु धन्यवाद। हुन्छ धन्यवाद।